मासु खान मन लागेको थियो र उसले भन्छ, बा मलाई मान्छेको मासु खान मन लागेको छ। गिद्धले भन्छ, हुन्छ बाबु, म बेलुका लिएर आउँछु। गिद्ध उड्छ, बेलुका सुँगुरको मासु लिएर आउँछ। गिद्धको बच्चाले भन्छ, यो त सुँगुरको मासु होइन र बा, मलाई मान्छेको मासु खान मन लागेको थियो। अनि गिद्धले भन्छ, पर्खिन बाबु, म बेलुकासम्म बन्दोबस्त गर्छु। गिद्ध फेरि उड्छ र बेलुका गाईको मासु लिएर आउँछ। गिद्धको बच्चा रिसाउँदै भन्छ, मलाई मान्छेको मासु खान मन लागेको थियो, यो गाईको मासु होइन। यति भन्नु साथ गिद्धले भन्छ, पर्खिन छोरा, म केही बन्दोबस्त गर्छु नि, नरिसाऊ। र गाईको मासु लिएर मन्दिरको छेउमा हालिदिन्छ। अनि सुँगुरको मासु मस्जिदको छेउ। केही समयपछि त्यहाँ धर्मयुद्ध चल्छ। धर्मयुद्धको कारणले त्यहाँ मारकाट सुरु हुन्छ। मान्छेको लास बिखिन यताउता छिपिन्द परेको। गिद्धका बाउ छोरा मिलेर अघाउन्जेल मान्छेको मासु खान्छ। यो देखेर गिद्धको बच्चालाई अचम्म लाग्छ र भन्छ, बुवा, यो चमत्कार कसरी नि? गिद्धले भन्यो, हेर बाबु, धर्मको नाममा मान्छेहरू आफ्ना स्वार्थको लागि बनाएको एउटा भाइरस। यी धर्मका नाममा राजनीति गरिरहेका छन् अनि यी धर्मको नाममा मर्न तयार छन्। धन्य छोरा, हामी धर्ममा छैन र आनन्द छ, त्यसैले मजाले मासु खा।